धेरैजना साथीहरूले मलाई मोमो चाउमिन किमा नुडल्स र खानाहरूमा राखेर खान मिल्ने मिठो पिरो गुन्द्रुकको छोपको रेसिपी पनि शेयर गर्नु न भनेर रिक्वेस्ट गर्नु भएको थियो। सो आज मैले हजुरहरूको लागि घरमै सजिलो तरिकाले गुन्द्रुकको छोपको रेसिपी शेयर गर्न जाँदैछु। सुरुमा त मैले यसको लागि पानीमा पखालेको गुन्द्रुकलाई फ्राई प्यानमा राखेर केही बेर मज्जाले भुटेको छु। यसलाई चाहिँ हामीले स्लो हिटमा भुट्नु पर्ने हुन्छ। हेर्नुस् त यतिको ड्राई हुने गरी भुटिसकेपछि यसलाई निकाल्दिनु होला। त्यसैगरी लसुनलाई पनि प्रिहिटेड तेलमा राखेर केही बेर फ्राई गर्दिनु होला। लसुनले चाहिँ छोपलाई एकदमै मिठो बनाउनको लागि हेल्प गर्छ। हेर्नुस् त यतिको गोल्डन ब्राउन कलर आइसकेपछि यसलाई निकाल्दिनु होला। त्यसैगरी रातो खुर्सानीलाई पनि तेलमा राखेर केही बेर फ्राई गर्दिनु होला। खुर्सानी चाहिँ हजुरको स्पाइसी लेभल अनुसारले राख्न सक्नुहुन्छ। यतिको कलर आइसकेपछि यसलाई पनि निकाल्दिनु होला। अब भने छोपको मसलाको लागि कराईमा 100 ग्राम जिराको दाना, त्यसैगरी 100 ग्राम धनियाको दाना, थोरै तिललाई पनि राख्दिनु होला। त्यसैगरी थोरै सर्स्युम र तोरी राखेर यसलाई चाहिँ हामीले केही बेर मज्जाले भुट्नु पर्ने हुन्छ। यसलाई चाहिँ मज्जाले भुटेर चिसो बनाएर ब्लेन्ड गर्दिनु होला। अब भने एउटा मिक्सरको जार लिएर जति पनि फ्राइड गरेको गुन्द्रुक छ सबैलाई राख्दिनु होला। त्यसैगरी फ्राइड गरेको लसुनलाई पनि राख्दिनु होला र रातो खुर्सानीलाई पनि राखेर यसलाई एकचोटी मज्जाले ब्लेन्ड गर्नुपर्ने हुन्छ। हेर्नुस् त साथीहरू यतिको मिक्स हुने गरी ब्लेन्ड गर्दिनु होला। अब भने यसलाई एउटा मिक्सिङ बाउलमा राखेर स्वाद अनुसार नुन, आधी चम्चा चाट मसला, आधी चम्चा कालो मरिचको धुलो, आधी चम्चा मिक्स मसला राखेर यसलाई एकचोटी मज्जाले मिक्स गर्दिनु होला। हजुरहरूको इच्छा अनुसारले टिमुर पनि एड गर्न सक्नुहुन्छ। हेर्नुस् त साथीहरू यतिको मिक्स गरिसकेपछि हाम्रो मिठो पिरो गुन्द्रुकको छोप पनि तयार हुन्छ। यसलाई चाहिँ हजुरले सुक्खा र सफा बट्टामा राखेर लामो समयसम्मको लागि युज गर्न सक्नुहुन्छ। साथै यसलाई चाहिँ हजुरहरूले चाउमिन, मोमो, थुक्पा र खानाहरूमा राखेर खान सक्नुहुन्छ। ल साथीहरू अब हजुरहरूले पनि पक्कै यसरी गुन्द्रुकको छोप बनाएर खानु होला है त। अनि यो रेसिपीलाई पनि धेरै भन्दा धेरै शेयर गरी सपोर्ट पनि गरिदिनु होला। थ्यांक यू फर वाचिङ।